हेलो वेलकम टु माई आमे केचा ब्लग। हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। हजुरहरूले एकदमै सन्चै आरामै हुनुहुन्छ होला, म नि एकदम आराम सन्चै छु। सानो छोटो मिठो ब्लग हजुरहरूको सामु लिएर आएको छु। अब त्यस्तै हो, म यता सुर्खेत वीरेन्द्रनगर लेकबेसी खोल्टेपानी कति वडा हो त्यो थाहा भएन हैन। सानो छोटो मेरो पुरानो गाउँ, म जन्मेको थलो मेरो पुरानो बाजेको घर आएको छु। र बिहानीको साथसाथैमा हजुरहरूलाई म मेरो भिलेज देखाउन जान्छु र मेरो भिडियो हेरेर हजुरहरूले इन्जोय गरिदिनु हुन अनुरोध गर्दछु। ल गाइज, म देखाउन गइरहेको छु। यो गाइज, यो गाइज मेरो बाजेको घर। लगाइछ यहाँ हिजोको मोमो, हिजो बेलुका मोमो बनाएको हिजो त्यो बचेर ट्याक्क आज यतिको उताको भेज यताको चिकन होइन। हेलो गाइस, हेलो नमस्ते। सेवारो झोरले स्कुल जान्न साझा किन जान्न स्कुल जाने ए यहाँ के बनाउनु लाग्यो यहाँ यो बाख्रा खोर ल दामी रहेछ यार। ए ल दामी बनेछ, दामी धेरै दिनपछि आएको यस्तो दामी भएको रहेछ यार। बिहानको भ्यू हेर्न सक्नुहुन्छ गाइज, खोल्टेपानी लेकबेसी खोल्टेपानी। यो चाहिँ यो बाख्राको उस बन्न लाएर रहेछ, के अरे खोर। बाख्रा धेरै छ क्या यो यत्रो ठुलो। यो बजैले रोप्नु भएको लिची, यो म यहाँ आउने बेला सानो थियो, अहिले त यत्रो ठुलो भएको रहेछ। ल गाइज, म अब हजुरहरूलाई अलि एकछिनमा अलि माथि गएर देखाउँछु। हामी त यस्तै हो, हिजो बनाएको थियौँ मोमो होइन, ठ्याक्क अब हिजोको उब्रेर ठ्याक्क धेरै भएर बिहान तताएर खाइदिने हो। यस्तै हो गाउँघरमा त, हिजोको उब्रेको बिहान खाइदिने होइन। तर फुट्दो रहेनछ क्या है माथिको। त्यो त अब हिजो रातिमा बनाएको। अब हाम्रो पुसाई हुनुहुन्छ, उहाँ पुसाई। अर्को रोचक कुरा, यहाँ बाख्रा पालन कुखुरा पालन पनि रहेछ। म हजुरहरूलाई देखाउन जान्छु। ट्याक्क यहाँ धेरै रहेछ, धेरै लगभग यहाँ 6-7वटा रहेछ। यता साइडमा अँध्यारो छ, यता देखे छैन होइन, यहाँ रहेछ। अनि त्यसपछि यहाँ गाउँघरमा यही त हो होइन, ट्याक्क पालन गर्यो बसे। यहाँ छ
ए यहाँ दुईटा रहेछ यहाँ दुईटा अनि यहाँ कुखुरा पालन ब्रोइलर पालन यहाँ आम्मा ठुल्ठुला भएर रहेछ त पुसाइ खाना त भइसक्यो होला है ए यो हाम्रो यहाँ पुसाइ हुनुहुन्छ यो सब चिज उहाँ पुसाइ अनि फुपू ट्याक्क मिलेर गर्नुभएको छ यो पालन अनि के अरे अर्को कुरा उहाँले फिसिङ पनि खतरा गर्नुहुन्छ है फेरि फिसिङ माछा फेरि खतरा मार्ने फेरि हन पुसाइ अब एक दिन मिलाएर जाम्ला भन्नुभएको छ अब हेरौँ के हुन्छ यहाँ नजिकै छ भेरी खोला ठ्याक्क यो तल लगभग यहाँदेखि 8-9 मिनट लाग्छ होला सायद 8-9 मिनट लाग्छ होला त्यही हो गाउँघरमा अरू के देखिन पाइने हो र यही हो अब यो अमिलो रुख होइन यही केरा अब यो अरू रुख के हो त्यो थाहा भएन यो पालन गर्यो बस्यो खेत लगायो खायो होइन यो पुरानो यहाँ चाहिँ एउटा धारा थियो अहिले त भत्काएछ है यहाँ अलि नजिक तल खोला छ खोला ल मोमो पनि पाकिसक्यो होला अब गएर खाइदिनु पर्छ 1-2टा टेस्ट हानिदिनु पर्छ मोमो भएको छैन अझै भइसक्यो त्यो अलिअलि खायो हुन्छ त यहाँदेखि अनि त्यो तल पठाइदिनु क्या यो तल पठाइदिनु अनि त्यो त्यहाँदेखि यो कुन मोमोसम्म खाएर पनि सक्यो अब एकछिन अब धेरै दिनपछि भेट भएको कुराकानी हुन्छ अब एकछिन होइन अब एकछिन कुराकानी गरेर अनि एकछिन पछि अब फेरि हजुरहरूलाई देखाउँछु म के अरे स्कुल जानुहोस् त स्कुल जान्न है किन पठाउनु न यसलाई स्कुल यस्तो माथि हो त्यो माथि डाँडादेखि आउँछन् उहाँ स्कुल यहाँ हिँड्नेदेखि नजिकै छ स्कुल जाने भन्दैन किन स्कुल जानुहोस् के स्कुल किन पढाउनु न तपाईँ उसलाई छोरालाई स्कुल बिरामी पेट दुखेछ अरे पेट मोमो खाएको पेट दुखेछ अरे त्यो मोमो धेरै नखा भने खायो 12 प्लेट 12 प्लेट खाएर आज स्कुल बन्द अब यो राम देखेको थियो त त्यो बाबुको छेउमा कति कालो मान्नेको अनि भएन कि फुर पुसा त गोरु हुन्छ है यो मामा आएर कालो गोरो त हाते खेलेर काममा आएर ल गाइस अब फ्राइड राइस बनाउने रे हैन अब त्यो फ्राइड राइस बनाउन त मलाई जिम्मा दिएछन् ठ्याक्क अब सेमी हल्का हाल्ने गरे अनि सेमी ल्याउन जान्ला छु पर सोफा गइसक्यो यही हो गाइस हेर्न सक्नुहुन्छ बारी यो यत्रो मेहनत गरेर फुपूहरूले लगाउनु भएको छ यो अर्गानिक लसुन प्याज साग धनिया पानीको सुविधा हो क्या यहाँ त है बेस्ट है सोभा पानी ठ्याक्क माथि ट्याङ्की छ सर आउँछ सर र चार्यो यो गाउँघर बेस्ट कि सहर बेस्ट सोभा बस्नलाई त खाना तरकारीको लागि त गाउँघर नै बेस्ट
गाउँघर नै बेस्ट है। तर अलिकति सुविधा भएपछि चाहिँ बेस्ट हुन्छ कि सहरभन्दा पनि होइन। भनेको चिज पाइएपछि के जस्तै अब मेडिकल स्कुल होइन त्यो छिपेको नटिप अलिअलि उस टिप है कौलो कौलो टिप राख न। पानी खाँदै गाइज अब त्यो के अरे फुपूले जान लानुभएको छ कि मकै एकछिनमा थिचौँला भरेतिर जाउँला बेलुका बेलुकातिर अलि जाडो छ अहिले। बुढाबुढी मिलेर फराउनु पर्छ है। यही नजिकै छ मेरो दुध बजाएको घर, मेरो मम्मीको घर। उयो सेतो देखेछ नि यो मेरो सबै मामाहरू पढ्नुहुन्छ यहाँ माथिको। अनि त्योभन्दा हल्का माथि छ। अनि यहाँ तल हाल्नु भएको छ अहिले नयाँ घर। अहिले प्रायः सबै कोही मात्र यता बस्छ नत्र प्रायः सबै सुर्खेततिर वीरेन्द्रनगरतिरै बस्छ भ्यालीभित्र। हामी सानोमा त्यो उयो माथिको डाँडा जस्तो देखेको छ नि रुखहरूको त्यति अलि माथि फुटबल खेल्न जान्थ्यौँ। अहिले त छैन होला सायद। अहिले एकछिनमा बजेहरूलाई पनि भेट्न जानु पर्ला दुध बजेलाई। अनि बिरामी हुनुहुन्छ अरे। अनि एकछिन सानोको ताजा याद गरिदियो नि मलाई त यार यहाँ। ल यस्तो झ्याप्प हेर्नु बेला क्या आफूलाई खतरा उस आउने होइन यति हरियो देख्दा के। साग पनि लास्ट ठुलो क्या त्यो उसमा मलमा रोपेको टाइपको जस्तो के हेर्नु त यो आमा टिपेर निस्कन लाग्छौँ। अब जाऊँ। यहाँ अदुवा पनि रहेछ है। अदुवा बेसार हो यो अदुवा बेसार हो शोभा। लगाइ एकछिन अब त्यही हो। अब एकछिनमा अब राइस बनाउँछु होइन। अब एकछिन पछि हजुरहरूलाई देखाउँछु म। डेन्जर जाडो छ। अनि रियरली भेटिन्छ कि तपाईँहरूलाई म एउटा चिज देखाउँछु होइन। अब गाउँघरतिर त प्रायः हुन्छ यस्तो के यो घरमा ठ्याक्कै यो राख्छ नि यो के भन्छ यसलाई यो मौरीको घार। यो मौरीको घार रियरली भेटिन्छ। अहिले त छैन होला भागिसक्यो भन्दै हुनुहुन्थ्यो। यहाँ उता बाजेहरू आउनु भएको रहेछ। यहाँ भाँडासाँडा माझ्ने कार्यक्रम भइरहेछ। त्यो ब्रोइलरलाई चारो हाल्ने कार्यक्रम लगाइछ। अब एकछिनमा अब राइस बनाउँछु म। अब एकछिनमा देखाउँछु हजुर। गाइस एकछिन अब यहाँ त्यो फुपूले एकछिन यहीँ छ भन्नुभएको छ। त्यो ब्रोइलर देखाउने गरे मैले अघि नै हेरिसकेँ। त्यही पनि अब यहाँ पानी हाल्न जानुभएको छ ब्रोइलरमा। अघि नै मैले हजुरहरूलाई देखाइसकेको थिएँ। ल फेरि पनि हजुरहरूलाई देखाउँछु राम्रोसँग। के अरे यो त कति किलोको भएको छ फुपू यो? 4 किलो है। खाने त बेच्ने त भइसक्यो होइन? आमा यो कतिको फाइदा हुन्छ फुपू यो? कहिले फाइदा कहिले घाटा त्यही त होला होइन? उहाँ हुनुहुन्छ हाम्रो फुपू। यो के गरे यो फेरि यो मर्छ कि नै? मर्छ होइन चिसो लागेपछि। तर यसको बेनिफिट के छ त? यसको फाइदा के छ? यसको फाइदा तपाईँले सोध्छु कि यसको फाइदा र बेफाइदा भन्ने त
फाइदा यसको अलिअलि मल हुन्छ आफूलाई अब 2-4 पैसा हुन्छ नि घाटा नलागेपछि कुखुरा राम्रो भयो भने हजुर यो कहिले कसो अनि यसको बेफाइदा चाहिँ यसको बेफाइदा गर्न आउँछ कि हुन्छ यो घर नजिक गर्न आउँछ त्यही हो बेफाइदा अरू केही छैन बेफाइदा यहाँ अनि एउटा अर्को रोचक कुरा साथी हो यहाँ यो महिनामा 3 लाख उठ्छ अरे कि यो बेचेर महिनामा 3 लाख हुन्छ सबैले पाल्नु होला महिनामा कति हुन्छ अरे 3 लाख होइन आम्मा यस्तो व्यवसाय गर्नु भएको छ यार महिनामा 3 लाख सबैले पाल्नु होला महिनामा 3 लाख हुन्छ सबैले पाल्नु होला होइन ब्रोइलर सामान एउटा ब्रोइलर सामान त ब्रोइलर सामान त एउटा यता हेर्नु त महिनामा 3 लाख कति केजीको छ होला यो कति केजीको छ होला चप्पलले कति केजीको छ फुपू यो 5 केजी छ 5 केजी आम्मा के ब्रोइलर किन्न आएको पैसा ब्रोइलर किन्न आएको महिनामा 3 लाख कमाउनुहुन्छ अरे यार फुपू आम्मा ल म पनि अब मेरो नन्न पनि हेर्न आउनुपर्छ यहाँ किन्न भन्छ नन्न के रे म पनि साथी हो अब बाहिर जाने प्लान थियो मेरो अब बाहिर जाने प्लान क्यान्सल गरिदिएर यो उस गर्नु पर्यो ब्रोइलर पालन गर्नु पर्यो महिनामा 3 लाख हुन्छ नि को जान्छ यार बाहिर नेपालमै हुन्छ गाइज नेपालमै ब्रोइलर पालन गर्नु पर्यो नेपालमै ब्रोइलर पालन गर्नु पर्यो को जान्छ विदेश नेपालमै हुन्छ होइन बाख्रा यहाँ ब्रोइलर यहाँ चकित परे म चकित ए अघि मैले कपाल काट्दै थिएँ अहिले हल्का फुल्का मिलाउनु लानु भएको छ यहाँ पुसाइले यहाँ खोल्टेपानीका हाइएस्ट बार्बर दामी काटिदिनुहुन्छ यहाँ सबैजना आउनुहुन्छ यसो फ्री भएको बेला काटिदिनु हुन्छ यसो खोल्टेपानीको ठ्याक्क कहिलेदेखि पुछे तपाईँले यस्तो काट्न लाग्यो बच्चैबाटै बचपनदेखि हो खोल्टेपानी भएको मान्छे सब आउनु पर्यो कपाल काट्न यहाँ तर फ्री भएको बेला है फेरि नत्र आफ्नो आफ्नो काम हुन्छ होइन त्यो कपाल चाहिँ दामी लगाइच अब म राइस बनाउन जान्छु यहाँ ढिलो भइसक्यो भोक लागिसक्यो म राइस बनाउन जान्छु लगाइच एकछिन पछि भेटौँला लगाइच अब रेडी हुँदैछ होइन राइस अब बिस्तारै बनाउँदैछु हल्का फुल्का डढ्यो दाउरा धेरै हाल्दै फुपूले यहाँ लगाइच अब एकछिन पछि डढ्ला एकछिन पछि म उस गर्छु है एकछिन पछि अब हजुरलाई देखाउँछु मलाई लगाइच ए यही हो राइस भुटेको बाद बनिसक्यो अब एकछिन खान्छु अनि तपाईँहरूलाई अनि एकछिन म तल एकछिन चोकतिर जाने काम पऱ्यो अनि यता के भन्छ यो फुपूहरू पनि एकछिन उता त्यो बाख्राहरूलाई घाँस काट्न जाने अरे अनि सायद तल खरबारतिर गयो हुन्छ होला अब त्यतातिर भेटौँला गाइस अब एकछिन अब खानपिन गर्नु पऱ्यो हल्का पेटलाई दिनु पऱ्यो होइन मुसा दौडिसक्यो पेटमा हुन त बिहान फेरि खाएको खायो बिहानदेखि मोमो खान्छ है फेरि अघि त्यो के हो त्यो पकौडा के ल्याउनु भएको थियो त्यो खायो होइन त्यो गाइस अब एकछिन पछि भेटौँला है त ल गाइस म फेरि पनि आइसकेको छु बच्चा बच्चीहरूसँग एकछिन खेलेर थकाइ लाग्यो कि
अब यहाँ अघि यहाँ खाली थियो नि त यो खोरो मैले बाख्रा हाल्ने भन्थेँ नि त्यो अब हेर्नुहोस् यो भर्खर पाठा पाएर रहेछ 2टा यो मैले अघि हजुरलाई देखाएको थिएँ एउटा खोरमा त्यहाँ छ क्या हल्का फुल्का अनि यहाँ कति 1 2 3 4 5 6 ठुलो 7 ठुलो अनि बच्चा बच्ची 5-6 रहेछ कुखुरा पालन बाख्रा पालन हरेक चिज यो कति दिनको उसो पाठा आयो एक दिनको यो 1 हप्तासम्म त आमाको दुध मात्रै खान्छ होला हैन 2 महिनासम्म त्यो लडेको हेर्नु त्यो किन लड्छ यिनीहरू यो पाठा एरिकले समात्ने पाठा यो होइन एरिक तैँले यो भिडियो हेर्दैछस् भने हेर तैँले त्यो त काखमा राख्थिस् नि तैँले पाठा यत्रो ठुलो भइसक्यो त यो कालो यो पछि दिएको यो पर्यो तैँले एरिक तैँले हेर्दैछस् भने यो तेरो लागि भिडियो है एरिक भाइ एरिक त घर छ यो गहुँ लगाउनु भएको रहेछ है यहाँ उतापट्टि तोरी यो माथि हल्का फुल्का साग प्याजको बेर्नाहरू रहेछ यही भाइसँग खेल्दाखेरि थाक्यो कि यो गाइस मेरो पुरानो थलो भनेको म जन्मेको पनि यही हो तर राम्रो छ है अहिले त पहिलाभन्दा धेरै राम्रो विकसित पनि भइसकेको छ तर परा यताको मान्छे भ्यालीभित्र छिरिसक्यो कोही बस्छ बुढाहरू जान भ्याउँदैन नि त भ्याउँदैन भन्दा नि मान्दैन अनि अब उनीहरूलाई त पहिल्यैदेखि यहीँ हुर्केको यहीँ जन्मेको अब उनीहरूलाई त अब बाख्रा साख्रा हेर्ने अब यतै गाउँघरतिरै घाँस काट्ने त्यही नै मन पर्दो रहेछ क्या अनि छोराछोरीहरू जान्छ कि अब त्यो बाजे बजाहरू चाहिँ बस्छ यतै अब धेरै पढाइ त्यही हुन्छ यहाँ भाडा माझ्ने कार्यक्रम भइरहेको रहेछ यहाँ हिजो खाएको मकै झार्ने अब कता जानुभयो फुपू ए फुपू उस कहाँ छ र चाहिँ मकै थताउने कि मकै निकाल्न जाऊँ त मकै लगेर जानु पर्यो मकै लिएर भन्नुभएको छ हाम्रो आमैले अब उता पनि हल्का फुल्का धेरै त छैन 11-12वटा कुखुरा पालेछौँ कुखुरालाई पिसेर दिने आमाले हेर्नु त कुखुरा यो हो नि त रियल कुखुरा भनेको वन कुखुरा वन कुखुरा जस्तो गाई चाहिँ हेर्नु त जान नि डर लाग्छ अर्को यहाँ रहेछ ठुलो मकै ल्याउन त आइयो अब मकै यहाँ माथि छ कि तपाईँहरू कतिको गाउँघरमा यो भर्याङ चढ्नुभएको छ बहुत गाह्रो हुन्छ है यो भर्याङ चढ्न यो चाहिँ अब यो गोठदेखि माथि घाँस राख्ने अनि केही अब यहाँ त घाँस भन्दा पनि बढी घाँस त रहेछ कि त्यो उसहरू रहेछ दारहरू घाँस पेल्ने यहाँ राखिदिनु भएको रहेछ अनि अरू त केही छैन यहाँ मकै भेटाएन कि मैले यहाँ माथि त छैन होला मकै मैले मकै भेटाएन के
कस्तो मकै खाइ लगाए चाहिँ मेरो काम पर्यो एकछिन पछि अब भेटौँला है त। अनि अर्को कुरा गाइज यो मेरो हातमा रहेको यसलाई हामीले गुलेली भन्छौँ के अरे गुलेली होइन। अब तपाईँहरूले के भन्छ यसलाई चाहिँ अब वन कुखुरा पाउँछ अरे क्या वन कुखुरालाई प्याट हान्नुपर्छ। अब वन कुखुरा मार्ने होइन त पुसाइ वन कुखुरा पुसाइको हातमा पनि छ यहाँ देख्न सक्नुहुन्छ यो हातमा अनि अर्को मेरो हातमा दुईटाले त लगभग मर्छ होला होइन 2-3टा आज झोल बनाएर खाने। ल ल ल यिनीहरू फेरि रहर मानेर लगाइछ। अब तल गएर भेटौँला है त। ल लगाइछ अब हामीहरू जान लाग्यो यो वन कुखुरा हान्न। अब घाँस पनि अलिअलि काटाइ हुन्छ होला यहाँ देख्न सक्नुहुन्छ। दाइलाई जाम भनेको दाइ नजाने रे। अब जाम के ल त हामी गयौँ त लगाएछ। अब दाइ नजाने र हामीहरू जाने। अब तल गएर अब एकछिन अब हजुरहरूलाई देखाउँछु तल गएर। अब ल गाई तल भेटौँला। उयो घरहरू छ नि त्यो चाहिँ हल्का तल हामीहरू जाने। लगाइस ती गएर भेटौँला है त। ल मुला खाएर जाने अरे पुसाइले अर्ग्यानिक मुला पुसाइ बिहानको सुरुवात अर्ग्यानिक मुलादेखि हुन्छ। ल निस्किन लाग्यो हामीहरू। ल साथी हो यहाँ पुसाइले मुला पखाल्न लाग्दै हुनुहुन्छ। हामी यहाँ कुखुरा पनि खोज्दैछौँ होइन। हो यतातिर बस्छ अरे खास राति सजिलो हुन्थ्यो। अब दिउँसो यसो घाँस काट्ने मलाई हेर्दै आम भनेर हो गाइज के गर्नु। अलि भेट्यो नि तपाईँहरूलाई देखाइहाल्छु म। हामी तल निस्किने यहाँदेखि। ल दाम त यस्तोमा लुक्छ क्या बढी कुखुरा नै पुसाइ नखाने घाँटी समातेर लगाएछ। अब हामीहरू निस्क्यौँ। हेर्न सक्नुहुन्छ काँधमा नाम्लो छ। अब हामीहरू खोज्दैछौँ होइन। हेरौँ अब भेटिन्छ कि भेटिन्न। आजको लक कस्तो छ गाइज अब हजुरहरूलाई एकछिनमा देखाउँला लगाइछ। ल एकछिन पछि भेटौँला साथी हो है त। ल साथी हो के अरे अघि देखाएको घर यही हो माथिदेखि देखाएको थिएँ नि। अब यहाँ नजिक आइसक्यौँ होइन। यहाँ हेर्दै आएको भेट्न नगएर अहिलेसम्म। यहाँ खोला पनि अब नजिकै आउँदैछ होइन। यहीँ तलतिर हो खोला। अब यहाँ सानो कुलो रहेछ कस्तो राम्रो देखेको है साथी हो। हेर्नु त यो भ्यू दामी देखेको यार। लेक टाइपको जस्तो देखेको छ साथी हो। लेक हुन त यो पनि लेक नै हो। यो पनि अलि बेसी यस्तोमा हिँड्नु पर्छ। ल मेरो युट्युब फ्यामिली हो। अब हजुरहरूलाई यही मैले सिन देखाउनलाई ल माथिदेखि हेर्नु होइन कस्तो दामी देखियो कि। यस्तो गोठमा त यार यो त्यो के भन्छ अरे त्यो बाख्रा गोरुहरू हुनुपर्ने हो। त्यो बाख्रा गोरु पनि छैन कि। मैले 2-3टा यहाँ माथि पनि देखेँ होइन यस्तै त्यो नै कि। अब आजभोलि त अब यो अब पुरानो अब बुढापाकाहरूले जोत्ने हुन्थ्यो नि त। अब आजभोलि त सिस्टम आइसकेको छ नयाँ त्यो ट्र्याक्टरवाला होइन। ट्र्याक्टरले जोतिहाल्छ त्यो सबै। त्यो गाई गोरु काहीँ न काहीँ मैले धेरैको देखेँ होइन।
कहीँ नै के ल हामी आइसक्यौँ होइन यस्तो दामी देखेछ यार लगाएछ ल अब एकछिनमा भेटौँला है त अब यहाँ यतातिर जान्छौँ होला एकछिनमा भेटौँला लगाएछ हामीले खोज्दैछौँ होइन अब भेटेन गएर यहाँ खोला पनि आइसक्यौँ यही यो खोला चाहिँ यो बर्खामा यो बाढीले यस्तो ठुलो गराएको छ होइन अहिले सानो देखेछ त्यही हो मेरो युट्युब फ्यामिली हो चार्ज पनि सकिन लाग्यो अब मैले ब्याकअप पनि ल्याइन छ होइन अनि अब ब्याकअप लिएको भइदियो त अब अलिकति लङ भिडियो बनाउनु हुन्थ्यो होइन अब यो छोटो मिठो ट्याक्क अब यो कुखुरा पनि भेटेन सिधै अब धेरै तल आइसक्यो म माथि गएपछि अब चार्ज लगाउनु पर्ला होइन अब हामी अब एकछिनमा निस्किन्छौँ अब कुराकानी गरेर ल त्यही हो साथी यहाँ चाहिँ त्यो ढुङ्गाभरि सबै ट्र्याक्टरले सब निकालिसकेछ अनि त यत्रो माया उहाँ मान्छेमा आउँछ अरे यो ल साथी हो ल बाई ल एकछिनमा भेटौँ ल गाइज ल साथी हो यो घाँस यही हो अब वन कुखुरा त पाइएन होइन खोज्न त खोजेको तर घाँस यो लिएँ मैले यस्तो पसिनाल भइयो होइन अब पुसै आउँदै हुनुहुन्छ त्यही हो गाइज अब एकछिनमा निस्किन्छौँ होला हामीहरू अब भ्यालीभित्र होइन अब सागहरू टिपेर आइसकेँ अब मन यहाँ फ्रेस हुन्छ अब निस्किनु पर्ला साथी हो ल गाइज आजलाई अब यहीँ इन गरौँ होला होइन अब पछि नेक्स्ट एपिसोड भेटौँला है त ल गाइज